यसपालि चाहिँ डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र 16 वर्षपछि फेरि फाइनल खेल्न लागेको स्पेन बीच वर्ल्ड कप 2026 को चाहिँ फाइनल खेल हुँदैछ। तपाईहरुलाई चाहिँ के लाग्छ? यसपालि कुन टिमले चाहिँ बाजी मार्ला? के अर्जेन्टिनाले ब्याक टु ब्याक वर्ल्ड कप जित्ला या स्पेनले जितेर इतिहास रच्ला? हो साथीहरु, हामीले चाहिँ यस फाइनलको लागि भनेर चाहिँ प्रेडिक्सन कन्टेस्ट चलाइरहेका छौं। जो साथीले चाहिँ यो फाइनलको प्रेडिक्सन मिलाउनुहुन्छ नि, त्यस साथीले चाहिँ 15,000 क्यास नगद पाउनुहुनेछ। त्यसको लागि चाहिँ तपाईहरुले के गर्नु पर्यो भने हाम्रो यो भिडियोलाई लाइक गर्नु पर्यो, हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु पर्यो, भिडियोलाई शेयर गर्नु पर्यो र आफ्नो प्रेडिक्सन कमेन्टमा लेखेर पठाउनु पर्यो। तर तपाईहरुले ध्यान दिनुपर्ने चाहिँ के छ भने नि, गेम सुरु हुनुभन्दा अगाडि नै आफ्नो प्रेडिक्सन चाहिँ लेखेर पठाइसक्नु पर्नेछ र कमेन्टलाई एडिट गरेर फेरि पनि पोस्ट गर्न पाउनुहुने छैन। यदि त्यस्तो गरेको खण्डमा त्यो मान्य हुने छैन। अब हामीले सबै साथीहरुको कमेन्ट हेर्नेछौं र एक भन्दा बढी साथीहरुले प्रेडिक्सन मिलाउनु भयो भने चाहिँ हामीले लकी ड्र मार्फत विनर छान्नेछौं। हो साथीहरु, यो फाइनल कसले जित्ला त? स्पेन या अर्जेन्टिना? आफ्नो कमेन्ट गर्नुस् र 15,000 जित्न नछोड्नुस्। अब तपाईहरुले चाहिँ जति सक्दो चाँडो नै कमेन्ट गरेर पठाउँदा राम्रो हुन्छ। त्यस कारणले चाहिँ अहिले नै कमेन्ट गर्न सुरु गरिहाल्नुस् है त। अर्जेन्टिना स्पेन कसले जित्ला त यो वर्ल्ड कप? जो साथीले मिलाउनुहुन्छ नि, उहाँले चाहिँ 15,000 क्यास नगद पाउनुहुनेछ है त।